आज मलाई फेरि बोल्न मन लाग्यो कि जस्तै पहिलाका हाम्रा नेताहरू छन् उहाँहरूले भन्नुहुन्छ नि त हामी यो परिवर्तन गर्यौँ त्यो परिवर्तन गर्यौँ हामी यस्तो सुधार ल्यायौँ त्यस्तो गरे यार धेरै गर्नुभयो के धेरै धेरै है अनि आवश्यक पनि थियो होइन जुन एउटा शिक्षाको लागि जुन एउटा जनचेतनाको लागि होइन पिछडल वर्गको पीडनको लागि उहाँहरूले धेरै गर्नुभयो त्यो आवश्यक थियो उहाँहरूको लागि त्यसको लागि सलाम छ तर अहिलेको जुन एउटा एजुकेसनल लेभल चाहिएको छ जुन चेतना चाहिएको छ प्राविधिक चेतना त्यो अबको युवामा छैन कि त्यो खोजिरहेछ त्यो वातावरण हाम्रो राजनीतिक माहौलले दिन सकिरहेको छैन अनि हाम्रो राजनीतिक दलले अब ह्यान्ड्सअप गर्ने कि नगर्ने अहिले विश्व हेर्नु न विश्व भने के टेक्नोलोजीमा कति अगाडि गइसक्यो यान्त्रिक युगमा छ यार नेपाल अहिले के भन्छ होइन हामी यन्त्र यान्त्रिक कुराहरूमा अगाडि जानु हुँदैन हामी गयौँ भनेपछि भोलि उनीहरूमा डिपेन्ड हुनुपर्छ जस्तै अहिले जेनजीको आन्दोलन हेर्नु 24 घण्टामा नेपाल तहस नहस भयो कि तपाईँको मिडिया बन्द गरिदियो अब जनताहरू त पुरै हेप्नोटाइज छन् त है युट्युब बिना फेसबुक बिना होइन हामी त फ्री वर्कर हो कि फ्री वर्कर होइन हामी फ्रीमा अरूको लागि काम गर्छौँ किनकि हाम्रो त केही पनि छैन नि त हामीसँग एउटा ल भन्नुहोस् कुन एप छ कुन सर्भर छ नेपालमा कि जो नेपालको लागि काम गरिरहेको छ नेपालबाट एक्सेस दिएको छ अनि म ग्यारेन्टी दिएर भन्छु नेपालमा 10% मात्रै अहिलेको जमाना अनुसार मान्छे एजुकेटेड छ कि कम्प्युटर नलेज नै छैन कम्प्युटर नलेज केलाई भन्छ थाहा छ अहिले हल्का टाइप गर्न आउँछ कम्प्युटरमा काम गर्न आउँछ कुनै वेब्सहरू चलाउन आउँछ कुनै एप्सहरू चलाउन आउँछ त्यसलाई कम्प्युटर नलेज भन्छ कि त्यो हाम्रो कम्प्युटर नलेज होइन कम्प्युटरको छुट्टै आफ्नो ल्याङ्ग्वेज छ त्यो ल्याङ्ग्वेजको बारेमा नेपाल सरकारले कहिले सोच्ने अहिले विश्व कम्प्युटर युगमा चलिरहेछ हरेक कामहरू यति सुपर फास्ट हुन्छ कि होइन हामी कल्पना पनि गरेकै छैनौँ कि नेपाल अहिले त्यो अवस्थामा छ कि होइन अहिले भन्यो भनेपछि अहिले कम्पेयर गर्दाखेरि पहिलेको भन्दा पनि धेरै पछि छ कि नेपाल अर्थात् मैले भन्न खोजेको के हो भन्दाखेरि अब अहिलेको राजनीतिक दल जुन अशिक्षा होइन जुन एउटा पिछडल वर्गको लागि लडेर आउनुभयो नि बलिदानी दिएर आउनुभयो नि अब अहिले यो यान्त्रिक युगको प्रतिरोधक पनि उहाँहरू नै हुनुहुन्छ कि अर्थात् सजिलो भाषामा भन्नु पर्दाखेरि जस्तै अहिले युवा के गर्न खोजिरहेछ प्रविधिसँग नजिक हुन खोजिरहेछ प्राविधिक ज्ञान दिनुपर्ने हो तर हाम्रा नेताहरूलाई यो स्योर थाहा छ कि हामी दिन सक्दैनौँ किनकि उनीहरूमा त्यो किसिमको चेतनै छैन कि चेतना नै छैन कि अनि उहाँहरूलाई के लाग्छ भन्दाखेरि हामी यति ठुलो त्याग गरेर आयो यति ठुलो बलिदानी गरेर आयो हामी त यो देशमा अझै कानुन ल्याउनै बाँकी छ नि त कहिले ल्याउने छैन अब तपाईँहरूसँग त्यो सोच नै छैन त्यो कल्पनाभन्दा बाहिर हुनुहुन्छ अहिले विश्व कुन अवस्थामा छ देखिसक्यो हामी अहिले माथिबाट कोही गोला वर्छ भनेपछि नेपाल हात थापेर बस्छ नेपालको त कुनै पनि एप छैन नि त नेपालको कुनै सर्भर छैन नि त जो कमाउन सकोस् जो केही नेपालीहरूलाई जागिर काम दिन सकोस् केही पनि छैन जो नेपालमा हामीले गरेको कामको पैसा नेपालमै आओस् ती कुरा छोडिदिउँ ती कुरा धेरै परका कुराहरू हुन् एप्लिकेसन बुनियादारी बनाउनु तर कमसे कम अब प्रत्येक स्कुलहरूमा प्रत्येक विद्यालयहरूमा कम्प्युटर नलेज जस्तै हाम्रो एचटिएमएल जाभा स्क्रिप्ट होइन अनि पाइथन स्क्रिप्ट होइन C++ यी सबै प्रोग्रामिङहरूको ल्याङ्ग्वेज छुट्टा छुट्टै ल्याङ्ग्वेजहरू छ कि है अनि कोडिङहरू सिकाउनु पर्छ कि पर्दैन अनि यो एआई अहिले जमाना त एआई आइसक्यो नि त मान्छे कति सुपर फास्ट छ कि भनेपछि यो किसिमको नलेजको आवश्यकता छ अहिलेको युवाहरूले त्यो खोजिरहेछ होइन हामी बच्चालाई मोबाइल चलायो भनेर गाली गर्छौँ कि कम्प्युटर चलायो भनेर गाली गर्छौँ कि किन गाली गर्ने बरु हामीसँग त्यो चेतना छैन भनेर हामी स्वीकार्न सक्दैनौँ कि मेरो बच्चाले ल यो सिकोस् है उनीहरूलाई हामीले वही सिकाउने नि त ल बाबु तैँले मोबाइल चलाउँछस् ल्यापटप चलाउँछस् यो कुरा सिक है यति आज यो गर यो कोर्स गर यो गर मोबाइलमा तमाम छ त भनेपछि त्यो किसिमको हामीसँग चेतना छैन नेताहरूसँग त्यो सोच नै छैन अनि भन्छ जनता के भयो उच्छृङ्खल भयो भनेपछि हामी जनतालाई मात्रै दोष दिन्छौँ कि जनता किन यस्तो भइरहेछ भन्दाखेरि दुनियाँ देखिरहेछ तर तपाईँहरू आफ्नो एउटा पार्टीगत स्वार्थमा आफ्नो सिद्धान्तको स्वार्थमा हुनुहुन्छ कि मान्छेलाई यान्त्रिक युग भइसक्यो त्यही सम्बन्धी प्रविधिको ज्ञान चाहिएको छ अहिलेको युवाहरूलाई प्लिज अब नेपालमा अलिकति अझै ढिलो भयो भनेपछि भोलि आधा चाइनाले आधा इन्डियाले आरामसँग आँखा चिम्म गरेर होइन फ्याट्ट लिन सक्छ है अब मलाई दुःख लाग्छ यो भन्दाखेरि किनकि म पनि नेपाली हो नि त है तर यो भविष्यमा हुँदैन भन्न चाहिँ सकिँदैन त्यही भएर अब हामी बुढाहरूलाई होइन एउटा नयाँ सोच भएको युवाहरूलाई साथ दिनुपर्छ है अब हामीमा एउटा छुट्टै किसिमको परिवर्तन आउनुपर्छ हामीमा एउटा टेक्नोलोजीको नलेज हुनुपर्छ ज्ञान हुनुपर्छ है प्लिज